नमस्ते एभ्रिवान। आज फेरि हामी एउटा नयाँ भिडियो लिएर आएका छौँ, जस अन्तर्गत हामी हिजो जस्तै एकाउन्टिङ फर लेबर कस्टकै इन्डिभिजुअल इन्सेन्टिभ प्लान अन्तर्गतका केही न्युमेरिकल क्वेसनहरू बनाउने छौँ। र आज हाम्रो बुक चाहिँ पिनाकल पब्लिकेसन प्राइभेट लिमिटेडको कस्ट एन्ड म्यानेजमेन्ट एकाउन्टिङको बुक रहेको छ। र आज हामी क्वेसन नम्बर 8 यो क्वेसन चाहिँ बनाउन गइरहेका छौँ है। ल क्वेसन नम्बर 8ले चाहिँ के भनेको छ हेर्नु है। द स्ट्यान्डर्ड टाइम फिक्स्ड फर अ जब इज 60 आवर्स। एउटा काम गर्नलाई तोकेको समय भनेको चाहिँ 60 आवर्स रहेको छ। द आवरली रेट अफ ग्यारेन्टेड वेज इज 30 RS 30 भनेको छ है। 1 घन्टा काम गरे बापत उसलाई दिने दर भनेको चाहिँ 30 रुपियाँ हो। साहिला अ वर्कर सेभ द टाइम एन्ड ही गेट्स RS 1500 अन्डर हेल्से प्रिमियम प्लान भनेको छ है। उसले केही समय आफ्नो बचाउँछ र त्यसपछि उसले पाउने टोटल वेज चाहिँ उसको 1500 रहेको छ भनेको छ है हेल्से प्रिमियम प्लान अनुसार। र फेरि रिक्वायरमेन्ट हामीलाई मागेको छ एक्चुअल टाइम टेकन कति हो, टाइम सेभ्ड बाई साहिला कति हो, बोनस अन्डर हेल्से एन्ड रोहन प्रिमियम प्लान कति हो, डिफ्रेन्सेस इन टोटल वेजेस बिट्विन हेल्से एन्ड रोहन प्लान कति हो, त्यो निकाल्नुपर्ने हाम्रो रहेको छ है। यहाँ गिभन लेखौँ है पहिले त। ल यहाँ स्ट्यान्डर्ड टाइम दिएको छ हामीलाई, कुन एउटा काम गर्नलाई स्ट्यान्डर्ड टाइम दिएको छ। त्यो स्ट्यान्डर्ड टाइम ST इजिकल्स टु छ यहाँ 60 आवर्स छ है। त्यसपछि यहाँ आवरली रेट अफ ग्यारेन्टेड वेज इज RS 30 भनेको छ नि, यो भनेको टाइम रेट हो क्या। यो स्ट्यान्डर्ड टाइम रेट जस्तै हो यो, सरी स्ट्यान्डर्ड रेट हो यो, टाइम रेट हो यो। टाइम रेटलाई हामी TRले गरौँ। RS यहाँ 30 पर आवर हो है, एउटा घन्टाको 30 रुपियाँ रहेछ। अनि साहिला अ वर्कर सेभ टाइम भने उसले केही समय बचाएको रहेछ र फेरि उसको टोटल वेज चाहिँ कति छ हेरौँ है। टोटल वेज RS 1500 रहेछ। RS 1500 अन्डर हेल्से प्रिमियम प्लान अनुसार है। हेल्से प्रिमियम प्लान अनुसार टोटल वेज यो रहेछ है। फेरि रिक्वायर्डमा हामीलाई भनेको छ कि ल 1 नम्बरमा हामीलाई भनेको छ एक्चुअल टाइम टेकन कति हो भनेर सोधेको रहेछ है। एक्चुअल टाइम टेकन भन्नाले हामीलाई TT निकाल्नु रहेछ। TT इजिकल्स टु वाट, हामीलाई के थाहा छ त, हामीलाई के थाहा छ त, टोटल वेज हेल्से प्लान अनुसार टोटल वेज बराबर हुन्छ टाइम टेकन इन्टु टाइम रेट प्लस 1/2 इन्टु टाइम सेभ्ड इन्टु टाइम रेट, यही हो नि त। अब त्यसपछि यसमा टोटल वेज कति छ 1500 छ और 1500 छ। टाइम टेकन हामीलाई निकाल्नु हो इन्टु टाइम रेट कति छ 30 रुपियाँ छ प्लस अपन 1/2 इन्टु टाइम सेभ कति छ, टाइम सेभ कति छ यसमा है। टाइम सेभलाई कसरी निकाल्छन् कि स्ट्यान्डर्ड टाइमबाट टाइम टेकनलाई घटाएपछि टाइम सेभ आउँछ नि त। त्यसपछि टाइम रेटले हामीले मल्टिप्लाई गरौँ औरमा 1500 बराबर यो आयो 30 टाइम टेकन प्लस 1/2 इन्टु स्ट्यान्डर्ड टाइम कति छ यहाँ 60 माइनस टाइम टेकन इन्टु टाइम रेट कति छ यहाँ 30 छ। अब के गरौँ हेर है, 1500 आयो बराबर योले यसलाई काट्न मिल्छ 15 टाइम्स, फेरि यसलाई भित्र मल्टिप्लाई गरौँ। यहाँ क्यालकुलेटर कहाँ छ, मल्टिप्लाई गर्दाखेरि 60 इन्टु 15 आउँछ 900, 30 TT प्लस 900, 60 इन्टु 15 900 माइनस 15 TT और 1500बाट 900लाई घटाउँ र 30बाट यसलाई घटाएपछि 15 TT आयो। त्यसपछि 15बाट 9 घटाउँदाखेरि यहाँ 600 भयो, 600 बराबर 15 टाइम टेकन अथवा और TT बराबर 600/15, देयरफोर TT बराबर 16/15, यो आउँछ 40 आवर्स आयो है। यो आयो 40 आवर्स, देयरफोर हाम्रो टाइम टेकन कति रहेछ यसमा 40 आवर्स रहेछ। अब 2 नम्बरमा हामीलाई भनेको छ कि टाइम सेभ्ड बाई साहिला कति हो त हामीले यहाँ लेख्नु पर्यो टाइम सेभ्ड बाई साहिला बराबर स्ट्यान्डर्ड टाइम माइनस टाइम टेकन इजिकल्स टु 60 आवर्स माइनस 40 आवर्स, त हाम्रो कति आयो यहाँ 20 आवर्स आयो है। अब 3 नम्बरमा चाहिँ के रिक्वायर्डमा के मागेको छ भनेपछि बोनस अन्डर हेल्से एन्ड रोहन प्रिमियम प्लान। अब हामीले यहाँ गरौँ है, अन्डर रोहन प्लान अनुसार चाहिँ यसमा चाहिँ रोहन प्लान अनुसार चाहिँ टोटल हामीले के निकाल्नु भनेको छ, बोनस निकाल्नु भनेको छ नि त। बोनस बराबर के हुने भयो 1/2 इन्टु टाइम सेभ इन्टु टाइम रेट बराबर 1/2 इन्टु टाइम सेभ कति छ 20 आवर्स टाइम सेभ्ड हो। अनि टाइम रेट कति छ यहाँ 30 छ, यसलाई काट्यो 15 टाइम्स काट्यो भनेपछि 15×300 RS 300 यसको बोनस आयो है। त रोहन प्लान अनुसार बोनस कति रहेछ 300 रहेछ है।
त्यसपछि अन्डर सरी मल्टिप्लाई गर्दाखेरि 60 × 15 आउँछ 900 30 टीटी प्लस 900 60 × 15 900 माइनस 15 टीटी और 1500 बाट 900 लाई घटाउँ र 30 बाट यसलाई घटाएपछि 15 टीटी आयो। त्यसपछि 15 बाट 9 घटाउँदाखेरि यहाँ 600 भयो 600 बराबर 15 टाइम टेकन अथवा और टीटी बराबर 600/15 देयरफोर टीटी बराबर 16/15 यो आउँछ 40 आवर्स आयो है। यो आयो 40 आवर्स देयरफोर हाम्रो टाइम टेकन कति रहेछ यसमा 40 आवर्स रहेछ। अब 2 नम्बरमा हामीलाई भनेको छ कि टाइम सेभ्ड बाइ साहिला कति हो त हामीले यहाँ लेख्नु पर्यो टाइम सेभ्ड बाइ साहिला बराबर स्ट्यान्डर्ड टाइम माइनस टाइम टेकन इज इक्वल्स टु 60 आवर्स माइनस 40 आवर्स त हाम्रो कति आयो यहाँ 20 आवर्स आयो है। अब 3 नम्बरमा चाहिँ के रिक्वायर्डमा के मागेको छ भनेपछि बोनस अन्डर हेल्सी एन्ड रोवन प्रिमियम प्लान। अब हामीले यहाँ गरौँ है अन्डर रोवन प्लान अनुसार चाहिँ यसमा चाहिँ रोवन प्लान अनुसार चाहिँ बोनस कति छ हेरौँ है। बोनस बराबर यसको फर्मुला अनुसार के हुन्छ भने टाइम सेभ्ड अपन स्ट्यान्डर्ड टाइम इन्टु टाइम टेकन इन्टु टाइम रेट यही फर्मुला हुन्छ नि। त्यसपछि टाइम सेभ्डले भनेको चाहिँ यहाँ 20 आवर्स छ स्ट्यान्डर्ड टाइम चाहिँ 60 हो 60 आवर्स टाइम टेकन 40 छ अनि यसलाई 30 ले मल्टिप्लाई गरौँ टाइम रेट 30 छ 20 × 40 इन्टु 30 डिभाइडेड बाई 60 यसमा चाहिँ 400 आरएस 400 रोवन प्लान अनुसार बोनस कति आयो 400 आयो है। त्यसपछि अन्डर हेल्सी प्लान अनुसार बोनस कति छ हेरौँ है। बोनस बराबर 1/2 टाइम सेभ्ड इन्टु टाइम रेट हुन्छ र 1/2 इन्टु टाइम सेभ 20 आवर्स थियो टाइम रेट 30 छ भनेपछि यसलाई काट्दाखेरि आरएस 300 आउँछ है। क्यालकुलेट गर्दाखेरि यो 20 × 30 600 भयो 600/2 300 भयो है आरएस 300 आयो। त रिक्वायर्डमा जो 3 नम्बरले मागेको थियो बोनस अन्डर हेल्सी एन्ड रोवन प्लान अनुसार बोनस चाहिँ यसो आयो है। अब 4 नम्बरमा हामीलाई भनेको चाहिँ डिफरेन्सेस इन टोटल वेजेस बिट्विन हेल्सी एन्ड रोवन मा आएको वेजेसमाको डिफरेन्स भनेको यिनीहरूको बोनसको डिफरेन्स हो है 400 माइनस 300 बराबर आरएस 100। यहाँ हेरौँ है बोनसको डिफरेन्स किन भनेपछि नि रोवन र हेल्सीमा डिफरेन्स भनेको बोनसमा आउने डिफरेन्स मात्रै त्यसको खास डिफरेन्स हो कि तिनी दुई मेथडहरू बिचमा के बाँकी टोटल वेज त दुईटा बेसिक वेज दुईटैको बराबर हुन्छ। जो बोनस वेज छ त्यो बोनस वेज एउटाको बढी एउटाको कम हुने भएकाले तिनीहरूको डिफरेन्स नै तिनीहरूको टोटल वेजमा आएको डिफरेन्स हो। त्यसो भएको हुनाले यो चारवटै इन्सेन्टिभ प्लानलाई सँग रिलेटेड क्वेसनहरू बनाउनलाई हामीले एउटा सारांशमा के बुझ्नुपर्छ भनेपछि जो हेल्सी प्रिमियम प्लान छ र रोवन प्रिमियम प्लान छ यी दुई रिलेटेड क्वेसनहरू सल्भ गर्दाखेरि हामीले एउटा हुन्छ एउटा स्ट्यान्डर्ड आउटपुट कति छ भनेर निकाल्नुपर्छ वा दिएको छ कि छैन भनेर चेक गर्नुपर्छ है। स्ट्यान्डर्ड टाइम कति छ त्यो हेर्नु पर्यो किनभने टाइम बेस्ड हो नि सिस्टम टाइम रेटमा आधारित भएको सिस्टम भएको हुनाले एउटा स्ट्यान्डर्ड टाइम हेर्नु पर्यो। दोस्रो त्यसको टाइम टेकन कति छ हेर्नु पर्यो र टाइम रेट दिएको छ कि छैन त्यो पनि हेर्नु पर्यो। यदि यी तीनवटा कुरा दिएको छ भनेपछि हामीले हेल्सी र रोवन रिलेटेड क्वेसनहरू बनाउन सक्छौँ है। र त्यसपछि आउँछ टेलर्स डिफरेन्सियल पिसी सिस्टम र ग्यान्स टास्क एन्ड बोनस स्किम अनुसार चाहिँ यो रिलेटेड क्वेसन आउँदाखेरि हामीले स्ट्यान्डर्ड आउटपुट कति छ हेर्नु पर्यो नभए निकाल्नु पर्यो। स्ट्यान्डर्ड आउटपुट कति छ हेर्नु पर्यो नभए निकाल्नु पर्यो। दोस्रो कुरा एक्चुअल आउटपुट कति छ वर्करले प्रोड्युस गरेको एक्चुअल आउटपुट कति छ त्यो हेर्नु पर्यो र फेरि यहाँ पिस रेट हेर्नु पर्यो है। पिस रेट कति छ नभएपछि निकाल्नु पर्यो है। यसरी हेल्सी एन्ड रोवन प्लानलाई हामीले स्ट्यान्डर्ड टाइम टेकन र टाइम रेट पनि दिएपछि हामी हेल्सी र रोवन रिलेटेड क्वेसनहरू बनाउन सक्छौँ। र यहाँ पनि यसरी यो सबै आउटपुटहरू स्ट्यान्डर्ड आउटपुट एक्चुअल आउटपुट पिस रेट दिएपछि यो रिलेटेड क्वेसन हामी सजिलै बनाउन सक्छौँ है। ध्यान दिनुपर्ने कुरा यी नै हुन् त्यसपछि चाहिँ सल्भ भइहाल्छ क्वेसन।